हेलो एभ्रिवान, सबैजनालाई नमस्कार। हामी चाहिँ पढेको कुराहरू किन बुझ्दैनौँ वा हामी कुनै सब्जेक्ट टपिक चाहिँ पढिरहेका छौँ भने चाहिँ त्यो पढिरहेको सब्जेक्ट अर्थात् टपिकहरू चाहिँ हामी किन बुझिरहेका हुँदैनौँ। यसको एउटा मेन रिजन भनेको चाहिँ के हो भन्दाखेरिमा यसको एउटा मेन रिजन भनेको चाहिँ हामीलाई त्यो सब्जेक्ट त्यो टपिक पढ्नु अघि चाहिँ त्यसको बेसिक कुराहरू चाहिँ थाहा नहुनु, अर्थात् त्यो टपिक त्यो सब्जेक्ट पढ्नु अघि हामीलाई जुन बेसिक अन्डरस्ट्यान्डिङ हुनुपर्ने हो वा जुन बेसिक कुराहरू आउनुपर्ने हो त्यो बेसिक कुराहरू चाहिँ नआउनु हो। त्यसकारणले गर्दाखेरि हामी कुनै पनि सब्जेक्ट अर्थात् कुनै टपिक पढिरहेका छौँ भने चाहिँ हामीलाई त्यो टपिक पढ्न अर्थात् बुझ्न चाहिँ अलि प्रब्लम समस्या भइरहेको हुन्छ, कन्फ्युजन हुन्छ र त्यो टपिक हामी बुझ्दैनौँ वा बुझेका हुँदैनौँ। त्यसकारण हामीले चाहिँ जुनसुकै टपिक अर्थात् त्यो सब्जेक्टभित्रको च्याप्टर पढ्दाखेरि चाहिँ त्यो टपिक और च्याप्टर पढ्नलाई आवश्यक पर्ने बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ हुनु जरुरी हुन्छ। यदि हामीलाई बेसिक कुराहरू आउँछ भने चाहिँ हामी त्यो टपिक मजाले पढ्न सक्छौँ, बुझ्न सक्छौँ र पढ्दाखेरि चाहिँ सरल र सहज पनि हुन्छ। अहिले चाहिँ हामी अब म्याथ सब्जेक्टको कुरा गरौँ। हामी कतिपय स्टुडेन्टहरूलाई चाहिँ म्याथ पढ्दाखेरि अर्थात् म्याथ बुझ्दाखेरि चाहिँ कन्फ्युजन हुन्छ, अलि अप्ठ्यारो लाग्छ हैन। त्यो विभिन्न क्वेसन प्रब्लमहरू सल्भ गर्दाखेरि चाहिँ हामी गर्न सक्दैनौँ। यसको पनि मेन कारण भनेको नै हामीलाई म्याथको बेसिक कुराहरू चाहिँ नआउनु हो। जुन कुराहरू चाहिँ हामीले 4 क्लास 5 क्लास त्यो 6 क्लास 7 क्लास 8 क्लासतिर चाहिँ पढेका थियौँ, त्यो बेसिक कुराहरू चाहिँ नआउँदाखेरि चाहिँ हामीलाई चाहिँ म्याथको टपिकहरू पढ्दाखेरि चाहिँ अलि अप्ठ्यारो भइरहेको हुन्छ वा म्याथको क्वेसन गर्दाखेरि चाहिँ हामीलाई प्रब्लम आउँछ। त्यही भएर यदि हामीले म्याथ रिलेटेड टपिकहरू पढ्दाखेरि त्यसलाई राम्ररी बुझ्न र राम्ररी क्वेसन सल्भ गर्नलाई चाहिँ पहिला बेसिक टपिक अर्थात् बेसिक कुराहरू आउन चाहिँ जरुरी हुन्छ। यदि तपाईँ लोकसेवा, ब्याङ्किङ, शिक्षक सेवा यस्तै विभिन्न कम्पिटेटिभ एक्जामहरूको चाहिँ तयारी गरिराख्नु भएको छ तर तपाईँलाई चाहिँ म्याथ र आइक्यू रिलेटेड चाहिँ टपिकहरू बुझ्न त्यो रिलेटेड चाहिँ क्वेसनहरू सल्भ गर्न चाहिँ प्रब्लम भइरहेको छ भने चाहिँ सबैभन्दा पहिला चाहिँ हामीलाई बेसिक टपिकहरू चाहिँ आउनुपर्ने हुन्छ। म्याथ र आइक्यू रिलेटेड टपिकहरू बुझेर त्यो रिलेटेड टपिकहरू चाहिँ सल्भ अर्थात् हल गर्नको लागि चाहिँ पहिला हामीलाई बेसिक म्याथमेटिक्सको चाहिँ टपिकहरू चाहिँ आउनुपर्छ। त्यो बेसिक म्याथमेटिक्सको कुराहरू भनेको चाहिँ हामीले 4-5 क्लासमा पढेदेखि चाहिँ 9-10 सम्म चाहिँ जुन कुराहरू हामीले म्याथको पढ्यौँ नि हो त्यही कुराहरू चाहिँ हामीलाई आउनुपर्छ। त्यसको बेसिक कुराहरू आयो भने चाहिँ हामीलाई म्याथ र आइक्यू रिलेटेड टपिक बुझ्न र त्यो रिलेटेड चाहिँ क्वेसनहरू सल्भ गर्न चाहिँ सजिलो अवश्य हुन्छ। ती हामीलाई आउनुपर्ने बेसिक टपिकहरू चाहिँ कुन हुँदा भन्दाखेरिमा ती टपिकहरूको नाम चाहिँ मैले केही यी स्लाइडमा लेखेको छु, तपाईँ देख्न सक्नुहुन्छ। जस्तै भयो कि नम्बर भनेको के हो, अर्थात् स्क्वायर नम्बर भनेको के, रुट नम्बर भनेको के कम्पोजिट नम्बर भनेको के, प्राइम नम्बर भनेको के, अनि होल नम्बर भनेको के, क्युब नम्बर भनेको के, यस्तै नम्बरको बारेमा चाहिँ बेसिक कुराहरू चाहिँ आफूलाई आउनु पर्यो। अनि त्यस्तै बेसिक अपरेसन भनेको चाहिँ अब हामीलाई चाहिँ त्यो जोड घटाउँदै कि
एडिसन, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन, डिभाइडदेखि चाहिँ यस्ता सामान्य कुराहरू पनि हामीलाई आउनु पर्यो। अब फ्र्याक्सन र डेसिमल, त्यस्तै फ्र्याक्सन र डेसिमल भयो होइन, त्यसको सामान्य क्यालकुलेसन भयो, त्यस्तै रेसियो रिलेटेड भयो होइन, अनुपात समानुपात रिलेटेड विभिन्न सिम्पल क्वेसनहरू भयो, अर्थात् त्यसको बेसिक कुराहरू चाहिँ हामीलाई पहिला आउनु पर्यो। अनि पर्सेन्टेज रिलेटेड भयो, त्यस्तै प्रोफिट लस भयो होइन, युनिटरी मेथड भयो होइन, अनि हामीलाई चाहिँ त्यो साधारण ब्याजको बारेमा अर्थात् अनि त्यो कम्पाउन्ड इन्ट्रेस्टको बारेमा भयो, त्यसै गरी अल्जेब्राको चाहिँ हाम्रो बेसिक कुराहरू भयो होइन, अनि इक्वेसन भयो, इक्वेसन कसरी सल्भ गर्ने होइन, अनि एलसिएम एचसिएफको सामान्य कुराहरू भयो, त्यस्तै एरिया पेरिमिटर होइन, अनि मेजरमेन्ट, जस्तै मिटरलाई चाहिँ अब किलोमिटरमा कन्भर्ट गर्नु पर्यो, किलोमिटरलाई मिटरमा कन्भर्ट गर्नु पर्यो, त्यो पनि सामान्य कुराहरू जुन चाहिँ हामीले 5-6 क्लासमा पढ्छौँ होइन, 4-5मा पढ्छौँ, त्यो कुराहरू पनि हामीलाई आउनु पर्यो। भोल्युमको बारेमा यस्तो सामान्य कुराहरू, त्यसै गरी अब मिन मिडियन होइन, औसत, मध्यिका, यस्तो सामान्य कुराहरू। अनि अब यो अरू टपिकहरू पनि के हुनु पर्यो त, पहिला चाहिँ हामीलाई यसको बेसिक कुराहरू चाहिँ आउनु पर्यो। यी टपिकहरूको चाहिँ हामीले बेसिक कुराहरू आयो, अर्थात् हामीले बेसिक कुराहरू बुझ्न सक्यौँ भने चाहिँ हामी मजाले आइक्यू र म्याथ रिलेटेड चाहिँ टपिकहरू पढ्न, बुझ्न र त्यो रिलेटेड क्वेसनहरू मजाले सल्भ गर्न सक्छौँ। त्यही भएर चाहिँ पहिला चाहिँ हामीले जुन 4-5 क्लासदेखि 10 क्लाससम्म पढ्यौँ नि हो, ती बेसिक टपिकहरू चाहिँ हामीलाई आउनुपर्ने हुन्छ। तपाईँ म्याथ र आइक्यू रिलेटेड बेसिक कुराहरूदेखि प्राय सबै टपिकहरू चाहिँ मजाले युट्युब अनलाइनबाट चाहिँ मजाले पढ्न सक्नुहुन्छ है त। विभिन्न वेबसाइटहरूबाट चाहिँ आइक्यू रिलेटेड टपिकहरू पढ्न, त्यो रिलेटेड क्वेसनहरू मजाले प्र्याक्टिस पनि गर्न सक्नुहुन्छ।